जाँतो हाम्रो समाजको पुरानो मौलिक र परम्परागत प्रविधि हो। यो युगौँदेखि नेपाली घर परिवारको अभिन्न अङ्गको रूपमा रहँदै आएको छ। जाँतो मुख्यतया अन्नबाली, धान, मकै, गहुँ, जौँ, फापर, कोदो आदि पिस्नका लागि प्रयोग गरिन्थ्यो। यसका दुईवटा गोलाकार ढुङ्गा हुन्छन्। तल्लो ढुङ्गा स्थिर रहन्छ भने माथिल्लो ढुङ्गा हातले घुमाइन्छ। तल्लो ढुङ्गाको बीचमा प्वाल पारी काठले अड्याइएको हुन्छ भने माथिल्लो पाथरमा किनारामा एउटा डन्डी राखेर घुमाएसँगै पिठो बिस्तारै तलतिर निस्किन्छ। हिजोका दिनमा जब विद्युतीय मिल, मेसिन र अत्याधुनिक प्रविधिहरू थिएनन्, गाउँघरमा प्रत्येक घरमा जाँतो अनिरुद्ध रूपमा पाइन्थ्यो। बिहान सबेरै महिलाहरूले जाँतो घुमाउँदै परिवारका लागि पिठो बनाउने र त्यसैबीच गीत गाउने परम्परा थियो। यी गीतहरूले उनीहरूको जीवनका सुख, दुःख, माया, परिश्रम र आशाका भाव व्यक्त गर्थे। जाँतो केवल अन्न पिस्ने साधन मात्र होइन, गाउँले जीवनशैली, आत्मनिर्भरता र सामूहिक श्रमको प्रतीक पनि थियो। जाँतोको प्रयोगले अन्नलाई स्वाभाविक ढङ्गले पिस्ने भएकोले पोषण तत्त्वहरू पनि राम्रोसँग सुरक्षित रहन्थे। यसरी पिसिएको पिठो स्वादिष्ट र स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुन्थ्यो। जाँतोले ग्रामीण महिलालाई घर परिवारमा योगदान दिने अवसर दिएको थियो। उनीहरूको मेहनतले परिवारलाई आत्मनिर्भर र स्वावलम्बी बनाएको हामी पाउन सक्छौँ। तर आधुनिक प्रविधिको विकाससँगै जाँतोको प्रयोग क्रमशः घट्दै गएको पाइन्छ। अहिले बिजुली र मेसिनबाट चल्ने मिलहरूले समय र श्रम दुवै बचाउने भएकाले जाँतो घर घरबाट हराउँदै गएको छ। तर यसको ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्त्व अझै गहिरो रहेको छ। कतिपय स्थानमा जाँतोलाई सङ्ग्रहालयमा राख्ने, सांस्कृतिक प्रदर्शनीमा देखाउने, विद्यालय स्तरमा परम्परागत प्रविधिको रूपमा अध्ययन गर्ने चलन सुरु भएको छ। र अहिले स्थानीय पाठ्यक्रममा पनि जाँतो, ढिकी लगायतका अन्य परम्परागत मौलिक प्रविधिहरूलाई समेटेर पठन पाठन भएको हामी विभिन्न पालिकाहरूमा पाउन सक्छौँ। यसको ऐतिहासिक र यसमा मौलिकता जोडिएको हुँदा यसको परम्परागत र ऐतिहासिक महत्त्व जीवितै छ। गाउँघरमा घरको बाहिरपट्टि प्रत्येक घरमा जाँतोलाई राखिएको हुन्थ्यो। र जाँतो हाम्रो पहिचान, आत्मनिर्भरता र परिश्रमको प्रतीक हो। यसले हाम्रा पुर्खाहरूको बुद्धिमत्ता र प्रकृतिसँगको सामञ्जस्यपूर्ण सम्बन्धलाई प्रगाढ बनाउँदछ। त्यसैले आधुनिक युगमा पनि जाँतोको महत्त्व बुझ्दै यसको संरक्षण, अध्ययन गर्न आवश्यक छ। हाम्रा पुर्खाहरूले कसरी आफ्ना जीवनशैलीहरूलाई अगाडि बढाउँथे, उनीहरूको जीवनशैली कस्तो थियो, कसरी उहाँहरूको दैनिकी आवश्यक पर्ने वस्तुहरूको आफैले निर्माण गर्थे र प्रयोगमा ल्याउँथे भन्ने कुरालाई पनि हामी सहजै महसुस गर्न सक्छौँ। र पछिल्लो पुस्तालाई मौलिक प्रविधि हाम्रा चाहिँ पुर्खाहरूले प्रयोग गर्दै आएका, आविष्कार गरेर प्रयोग गरेका प्रविधिहरू बिस्तारै लोप उन्मुख दिशामा छन्। त्यसकारण हाम्रो सांस्कृतिक सम्पदालाई जीवित राख्ने र नयाँ पुस्तालाई मौलिक प्रविधिको महत्त्व बुझाउने कार्य यस थुप्रै मौलिक प्रविधिहरूमध्येको एक प्रविधि जाँतो हो। त्यसकारण यसको संरक्षण, संवर्धन र पुस्तान्तरण आवश्यक छ भन्दै जाँतोको बारेमा यी
यो सामग्री प्रस्तुत गर्दै म भाइरल गुरु एनपिएल बिदा हुन्छु। यहाँहरूलाई जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नुहोला।